हेलो साथीहरु गुड मर्निङ। आज चाहिँ हामी खसी बजारतिर जाँदैछौँ पुस 15 मनाउनको लागि। खसी खोज्नको लागि जाँदैछौँ। तीनजना चाहिँ खसी हेर्नको लागि घुम्दैछन् नियर खसी हेर्ने। अनि म पनि यसो खसी बजारतिर जाने। आज हामी पुस 15 को लागि चाहिँ एउटा खसी काट्नेछौँ खसी बजारतिर। साथीहरु अब हाम्रो चिया खाना सुरु भइरहेको छ। अब किन आउँदा ट्याक्क लगाएर यतातिर चिया खाँदै हुन्छ। अनि म चाहिँ यता दुध खान लगाएर एक गिलास। त्यो हामी चाहिँ अब फाइनली खसी बजारतिर पनि पुगिसक्यो। हेर्न सक्नुहुन्छ खसी यस्तो खसीहरू पुरै चाहिँ खसीहरू बहुत दिन्छ धेरै। खसी किन्ने चाहिँ हाम्रो साथीहरू धेरै आउँदैछन्। हेर्न सक्नुहुन्छ माथि खसीहरू टन्नै छ। बजारबाट निस्केर पनि अब हाम्रो खसी चाहिँ ल्याउँदै हुनुहुन्छ ट्याक्क लगाएर। यो चाहिँ हाम्रो खसी अब पुस 15 को लागि चाहिँ खसी बजारमा गएर खसी पनि किनियो। अब एकैछिन कोठामा पुगेर खसीलाई व्यवस्था हालिने छ। यस्तै साथीहरू यसरी हिँड्दैछ हाम्रो। अनि यता अनि डोरेर मान्छे पनि छन्। हिँड्नुहुन्छ खसी ट्याक्क लगाएर रप्पी पुलमा खसी डोर्याउँदै हो। अब फाइनली साथी हाम्रो खसी पनि पुगिसक्यो घरमा। अब काट्ने एकैछिन पछि भाडा दिएको त राख सब जुठा राख्थे। Yo सासले विश्राम